पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर जितेर प्रधानमन्त्री बनेर देखाउन माधव नेपालले चुनौती दिएका छन्। गणतन्त्र दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै समयअनुसार चल्न नसक्ने मान्छे निराशाको शिकार हुने नेपालको भनाइ छ। उनले अहिले केही पनि भएको छैन भनेर गलत भाष्यको प्रचार भइरहेको बताउँदै भ्रष्टाचारी विरुद्ध सरकारले कदम नचालेसम्म परिणाम प्राप्त हुन नसक्ने उनको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहेका नेपालका अनुसार हामीले कम्युनिस्ट पार्टी प्रति आम जनतामा विश्वास दिलाउने काम गरौं, गलत प्रवृत्तिका विरुद्धमा जुझ्ने काम गरौं, राम्रो संस्कृति र संस्कार अवलम्बन गरौं। गणतन्त्रको विकल्प राजतन्त्र होइन। बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदेऊ भन्ने कुरा आउला। त्यसैले हामीलाई वंशको शासन मान्ने नहुने बताएका छन्। उनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने मन भए जनताको मन जितेर चुनाव जितेर आएर प्रधानमन्त्री बनेर देखाउन चुनौती समेत दिएका छन्। प्रतिस्पर्धाबाट जनताको मन जितेर अगाडि बढ्ने आँट गर्नु पर्यो। मुलुकलाई प्रतिगामी दिशामा लगेर इतिहासको पाङ्ग्रालाई पछाडि धकेलेर सम्भव छैन र हुन पनि दिँदैनौ, पूर्व प्रधानमन्त्री माधव नेपालको भनाइ छ।